अनि लिभरपुल, म्यान सिटी, चेल्सीको फ्यानहरू के हुँदैछ खबर? सबलाई ठिकै छ होला नि होइन? अब ठिक हुँदैन किनकि माइकल क्यारिक आइसकेको छ। अब त्यसले म्यासिभ चेन्जेसहरू ल्याइसक्यो। म्यान्चेस्टर युनाइटेड कमब्याक ह्याज जस्ट बिगन है। अब म्यान्चेस्टर युनाइटेड अनस्टपेबल फोर्सको साथमा अगाडि बढ्दैछ। त्यसको लागि बी रेडी भनेर मैले वार्न गर्न चाहन्छु। यो सबै फ्यानहरू जति पनि हुनुहुन्छ म्यान सिटी, लिभरपुल, चेल्सी होइन। एस्टन भिल्लालाई मैले काउन्ट पनि गर्दिनँ किनकि एस्टन भिल्लाले ड्र खेल्न सुरु गरिसक्यो। अब त्यसले लुज गर्न पनि सुरु गर्छ होइन। आई डोन्ट वान्ट क्रिटिसाइज एनी अदर टिम होइन। अरू टिमलाई क्रिटिसाइज गरेर आफ्नो टिमलाई अगाडि बढाउन चाहन्न। तर म्यान्चेस्टर युनाइटेडको प्रोग्रेस चाहिँ ह्याज जस्ट बिगन हो। म्यान्चेस्टर युनाइटेडले मलाई एकदम रङ प्रुभ गरेको छ। किन भन्दाखेरि रुबिन एमरोनलाई स्याक गरिसकेपछि मैले म्यान्चेस्टर युनाइटेडलाई पनि क्वेसन रेज गरेको थिएँ। त्यसलाई टाइम दिनुपर्छ होइन। एटलिस्ट जेलिन हुनुपर्छ त्यो प्लेयरहरूसँग, त्यसपछि मात्रै राम्रो आउटपुट अथवा रिजल्ट निस्किन्छ भनेर मैले त्यसमा आफ्नो इनपुट दिएको थिएँ। तर मैले सोच्न नसकेको कुरा जब माइकल क्यारिगर फ्लोरमा आयो होइन, जब अनबोर्ड आयो त्यतिखेर ह्युज चेन्जेस म्यान्चेस्टर युनाइटेडमा ल्यायो। अनप्रिडिक्टेबल टिमहरूलाई हराएर, त्यो पनि सानोतिनो होइन, म्यान्चेस्टर सिटी, आर्सेनल, स्पर्स, यो टिमहरू इजी टिमहरू थिएनन् होइन। कुनै पनि अवस्थामा यिनीहरू टिमहरूले चाहिँ म्यान्चेस्टर युनाइटेडलाई टप फाइट दिएका पनि थिए पास्टमा र दिन्थे पनि। प्लेयरहरूमा त म गएकै छैन होइन। म अरू प्लेयरहरूलाई क्रिटिसाइज गर्न चाहन्न, बट म्यान्चेस्टर युनाइटेड आगो गरिरहेको छ अहिले, आग। यदि कुनै वान म्यान आर्मी म्यान्चेस्टर युनाइटेडमा छ भनिसकेपछि त्यो हो नन अदर देन दिस गाई, ब्रुनो फर्नान्डिस। मैले जब ब्रुनो फर्नान्डिसको यस्तो अनस्टेपेबल पर्फर्मेन्स भन्दा अगाडि मैले ब्रिसलाई को बारेमा कतिपय ठाउँमा म कुरा गर्दाखेरि ब्रुनो फर्नान्डिसलाई मैले प्रेज गर्थेँ होइन। त्यतिखेर म मजाकको पात्र भएको थिएँ। किन भन्दाखेरि ब्रुनो फर्नान्डिस त्यस्तो मिडफिल्डर हो र होइन। पास्टमा त्यस्तो बवाल मिडफिल्डरहरू थिए, जिदान, इनिएस्टा होइन। इभन जावीसँग पनि होइन, जावीसँग पनि कम्पेयर गरेर जावी इज बेटर देन ब्रुनो फर्नान्डिस भनेर मलाई भनिएको थियो। अहिले यो रिप्लाई चाहिँ म त्यो मान्छेहरूलाई दिन चाहन्छु जसले ब्रुनो फर्नान्डिसलाई अहिलेसम्म चिनेको छैन। टिम पर्फर्मेन्स हो, आई एग्री, बट टिम पर्फर्म गर्नको लागि एउटा मान्छेले लिड गरेर एउटा टिमलाई स्टेबल बनाएर कसरी खेल्दाखेरि अथवा कस्तो अवस्थामा चान्सेसहरू क्रिएट गरेको छ ब्रुनो फर्नान्डिसले, त्यो हामीले बिर्सिनु हुँदैन होइन। त्यो हामीले बिर्सिनै हुँदैन। ब्रुनो फर्नान्डिस, आमो डियालो, डालोट, एमुबो, नेम इट, नेम द प्लेयर। मेसन माउन्ट त अझै आएकै छैन स्टार्टिङ 11मा। मार्टिनेजको कमब्याक, डिफेन्डर हेरी मगवायर जसलाई यत्रो क्रिटिसाइज गरेर बेन्चमा राखिएको थियो, अहिले त्यसको डिफेन्सिभ क्यापेसिटी हेरौँ, देयर इज अ ह्युज डिफरेन्स। एन्ड अल दिस इज पोसिबल बिकज अफ दिस म्यान, द कोच हिमसेल्फ, द म्यानेजर हिमसेल्फ। त्यसपछि यसलाई साथ दिने प्लेयरहरू र त्यो प्लेयरलाई राम्रो कोअर्डिनेसन दिने क्याप्टेन ब्रुनो फर्नान्डिस। म्यान्चेस्टर युनाइटेडले 4 गेम जितिसक्यो। अब 5 गेम जितिसकेपछि कसको कपाल काटिन्छ, कसको दारी काटिन्छ होइन। 4 गेम इन अ रो इज नट अ जोक, इट्स नट अ जोक। 2019 पछि म्यान्चेस्टर युनाइटेडले यसरी गेम जितेको भनेर वी अलरेडी नो। हिस्ट्री बन्दैछ र हिस्ट्रीको लागि तयार हुनु। म्यान्चेस्टर युनाइटेड आउँदैछ च्याम्पियन लिगमा। च्याम्पियन लिगमा आइसकेपछि यो म्यानेजर, यो टिम स्पिरिट र न्यू साइन इन हुन अझै बाँकी नै छ। न्यू साइन इनमा राम्रो प्लेयरहरूलाई चाहिँ टिममा ल्याउन सक्यो भनेपछि देयर विल बी नो चान्सेस फर अदर टिम्स। यो टिम बबाल छ। मैले कोबी माइनुको कुरै गरिनँ। कोबी माइनु वाह वाट अ प्लेयर। यङस्टरहरूले भरेको छ क्या म्यान्चेस्टर युनाइटेड, भरेको छ। क्यासेमिरो जसलाई अब रिटायर्ड लिनुपर्छ भनेको थियो, क्यासेमिरोले अहिले आगो गलिरहेको छ। क्यासेमिरोको त्यो अट्याक हेरौँ, त्यो डिफेन्स हेरौँ, त्यसले डिफेन्डरसम्म बल पुग्नै दिएको छैन क्या, पुग्नै दिएको छैन। मिडफिल्ड एरियाबाट कट डाउन गरेर विङ्गरहरूलाई पास गरेर अथवा आफै पोस्टमा अट्याक पनि गरेको छ स्पेस पाइसकेपछि। सो दिस इज युनाइटेड। सो आई एम भेरी प्राउड टु बी अ युनाइटेड फ्यान। र मैले अरू टिमहरूको बारेमा केही पनि क्रिटिसाइज गरेको छैन। अरू टिमलाई अवश्य आफ्नो टिमलाई सबैले पनि बेस्ट भन्छ, तर युनाइटेड इज कमिङ फर यु गाइज, बी रेडी।